हेलो नमस्ते नमस्कार। आज पनि फेरि पनि स्वागत छ। आज चाहिँ हामी हाम्रो दाजुको आज चाहिँ जोस भोज खुवाउने दिन रहेको छ। अनि आज चाहिँ हाम्रो बिहानभरिको काम चाहिँ सकेर अहिले चाहिँ फेरि म घर झरेर चाहिँ अहिले निस्किँदैछु बिहानको काम सकेर। अनि अब चाहिँ यो पछाडिको दृश्य चाहिँ म तपाईहरुलाई देखाउने छु। अहिले चाहिँ म बिहे घरभन्दा अलिकति मुन्तिर छु, घरबाट निस्किँदैछु। अब चाहिँ बिहे घर चाहिँ यहाँ अगाडि हो। ब्याकग्राउन्डमा म्युजिक बजिरहेछ हाम्रो यस आजको दिनको बिहेको दिन यस्तो हुँदैछ। अचार धमाधम बन्दैछ यहाँ चाहिँ। यो चाहिँ डालो कल खोला साइलेजी झरझर झरना, कल खोला साइलेजी झरझर झरना, रातों दिन साइलेजी तिम्रो सम्झना, रातों दिन साइलेजी तिम्रो सम्झना। हाम्रो यहाँ चाहिँ के भयो पहिला हाम्रो यता चाहिँ के भयो सिन्धीमा है, सिन्धीमा घुमाउने हो कि आज। यहाँ चाहिँ हाम्रो दोस्रो भान्सा छ है, हाम्रो खसीको भान्सा छ, उता राँगा नचल्नेको भान्सा हो यता चाहिँ। श्री प्रवीण राईज्यू हाम्रो दाजु। अनि भाउजूको नाम चाहिँ के भयो? भाउजू तपाईँको नाम? निरु राई। मेरो थाहा छ, बिर्से जस्तो चाहिँ लागिरहेको थियो। हाम्रो अहिलेको बेहुलाको नाम चाहिँ प्रवीण राई हो भने हाम्रो भाउजू अनि अहिलेको नयाँ बेहुलीको नाम चाहिँ निरु राई रहेको छ है। यता त लोकन थियो, लोकन त्यो त चिनिहालिन्छ। मान्जी के छ? पैसा माग्नुपर्छ आज भनेको मान्नु भएको छैन। उहाँ चाहिँ हाम्रो बेहुलाको बाउ हुनुभएको छ। अनि यता काकी हाम्रो चाहिँ उहाँ चाहिँ बेहुलीको आमा, बेहुलाको आमा। मिस्टेकले सरी भन्नु नि, मिस्टेक हाम्रो खाना खुवाउने ठाउँ रहेको छ। यहाँभित्र चाहिँ हाम्रो खाना खुवाइन्छ। यहाँनिर खुर्सानी कटाइन्छ। क्यामेरा त क्लियर निकाल्दो रहेछ हो र। नमस्कार। 200 MB को अनि
डिएनपीको पैसा दिनमा यो कुल मान्छे आजको है अनि हामी सायद यता चाहिँ बेहुलाको भाइ कान्छा तेरा मस्ताना प्यार मेरा यो चाहिँ चट्टसँगले यहाँ के हुँदैछ यहाँ त रितो भएछ नि त अनि फेरि यता के हुँदैछ जाउँ न एकचोटि बुझ्नु खाना खाने गर्नु पर्थ्यो हेर्नुहोस् ए हुन्छ भइहाल्छ भोक लागेन उठौँ हो अब टिका लाउने आउँदैन जस्तो छ सक्यो भने आँट गऱ्यो भने यसै पालको हुन्छ नि आँट गर्दै होइन होला के हो हाम्रो चाहिँ यहाँनिर इन्ट्री गेट रहेको छ यो चाहिँ यो चाहिँ आउट गेट हो हाम्रो चाहिँ अनि यहाँ चाहिँ हाम्रो एमसी हो मस्काउने चम्काउने कोही आएन त यार एक लट बसाउनु पर्थ्यो यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम म खिचिदिन्छु तपाईँ बस्नु तपाईँ बस्नु म खिचिदिन्छु यो चाहिँ माइक राख्ने कार्यक्रम सकेर माइक बार्ने कार्यक्रम भइरहेको छ जति पनि राखेको
बाँड्ने कार्यक्रम भइरहेछ। ओहोइ ओहोइ आज चाहिँ हामी बिहेको अन्तिम चरणमा आइपुगिसक्न आँटेको छौँ होइन। लगभग अन्तिम चरणमा भान्सेले पनि ह्याप्स हान्दैछ यति बेला चाहिँ सबैजनै रमाइलो छ नि। मासु खोइ मासु भात मात्र खाने मासु भएन कि मासु मासु खोइ मासु ए भिटेन भिटेन कम हियर look at this camera खोइ त पानी छैन सन्तोष मासु खोइ मासु भनेर एकछिन हामी भात खानु बसेको अब मासु नै छैन हो यो थालमा के भन्नु खाना खानु आको खानै रुचेन कारण के हो थाहा छैन मलाई थाहा छैन तर यदि भन्ने म उठे हेर्नुहोस् यो के हो यो मासु पनि कति हो यो मासु हैन कसले खाने हेर्न सक्नुहुन्छ गाइस रुच्दै रुचेन के गर्नु हैन पछि मेरो बिहे यस्तो पकाएर कुकुरलाई खेदिनु अनि सुँगुर बल्यो भएपछि मेरो बिहे हुन्छ सुँगुरको मासु फेरि नाइस हुन्छ दामी हुन्छ हैन आजको समाचार यति नै हो तपाईहरु चाहिँ कति थाल भात खाइसक्नु हो 5 यही त खाइसकेछु 5 दाल कस्तो दिइराछ रे यो 5 होइन तपाईलाई अनि 5 अमला दामी भनेको 5 सिधै 5 ए 5 सकेन। हेलो एभ्रीवन हामी चाहिँ भात खाइसके चाहिँ ह्याप्सिङ यति बेला ह्याप्सिङ खाएर हामी हात चुट्न जाँदैछौँ होइन होइन भाषा छैन त चामल र सरी राको मासु हो सिधा मैले कत्रो बिर्सेछु चामल र राको भात मासु सरी यहाँ हेर त हड्डी बिताउँदैन बेहुला तपाईको बिहे कस्तो भयो भनिदिनु त भात खाएर कस्तो लागिरहेछ कस्तो खाएको छैन मैले एक मात्रै एक पनि खाइसकेको छैन त्यो पनि
यो चाहिँ अहिले बेलुकाको हाम्रो रित रहेको छ माउली दुध माउली कल्या अनि त्यसपछि अर्को चाहिँ हाम्रो भान्से त्यसपछि सिन्धीमा र हाम्रो बैदारको लागि राखेको रित हो यो चाहिँ अब पूर्वजहरू बोलिराख्नु भएको छ सुन्नु होला आइ बाबा बाबा चिम्मा बामा पाइना आसे छ्यापाको पासिया उको समतमा छेउना पाँच राखेको रहेछ दादा उको पाइना अनि छ बहिनी हजुर बैदम के हजुर बेहुलाको आमालाई त बोलाउनु हुँदैछ माथि माओलीहरूले हजुर बाबा तुदी अलिकति तुदी चाहिँ बोकेर आउनु तुदी चाहिँ बोकेर आइज दुम्बुसा खाम्ती रे बाबा जेठाला रुममा पाइएन पाइन र्याक्सुम के बाबा र्याक्सुम हजुर बाबा काकी बोलाउनुहुन्छ कि kurung pacu upo pola hanna ni foto na तिमी नबोली बस्छ नि अर्को नसक्छ हामी के गर्छौं यता यो पोला छुइदिनु पर्छ भाइ आएर छुनु त तपाईहरु यो तपाईहरुले साडी बट्टा हो जस्तो ठेके म साथीहरु नबोली बस्छ अरे तिमीको भने खान्छु म अलि ओर्तिर हो अझै अलि पर हो अब
यो माउली हो यो माउली यो दुध माउली त्यो कलिया यो माउली कलिया त्यो बुढी माउली त्यो बुढो माउली अर्को भैनौलो उता बुझाउँ न उता पारी दुईटा बाँकी छ अब उहाँहरूको जिम्मा लिइसक्छ मिलाएर सबै सकिनु उहाँको त बोकेर पुरा मजाले यो चाहिँ के आन्द्राहरू के हालेर बनाएको हुन्छ यो आन्द्रा अनि त्यसपछि चट्टसँगले खुनहरू बनाएर चाहिँ यसलाई बनाएको हुन्छ यसको नाम चाहिँ भनिन्छ हाम्रो साइला खुइयो रिप्लाई चाहिँ दिनु पर्यो नि फेरि इलामा मिया पासा छकमा लड्न माओलीहरू होइन पनि छ भने होइन अघि के भयो त्यही अहिले अघि भने होइन कुरुङपाती निकुरुङची झिकुरुङची झारे बुइमाची मुना खामुई बानानी खाटानी भन्ने होइन चाटा पिपियामा पर्छ आराखा पनि असो रामा नदी भएको सावली पनि चाहिएको पालेन अब मिठायो आसे यो हामी एकैचोटि बोली चाहिँ हिजो हामी पक्रियौँ त होइन माले छिउमी पालेन छिउमी पालेन देखाल उको छिउमी आसिन्छ होइन इसाको भने चिखा चाला हिङमा चाना चिरे पालेन हो जम्न र कामै कैची गाउजी होला आराखा पारे पाइदैन होइन भन न रुङ होला अनि काछा रुङ टाउटा अब हामी साइला भयो पछि होला देउसीले भन्ने बाइकहरु उपाइनै भएन कति बाडे भने किनभने आज हाम्रो यहाँ
भनेर हाम्रो घरमा अब एउटा रुरी शाखा भनेको एउटा शुभ लगाउनु गरेर के गरौँ भनेर हामी दाजुभाइ भेला भयौँ सल्लाह गऱ्यौँ होइन अब चार्नै पर्छ भन्यो अब चारेर मात्रै के गर्नु अब इष्टमित्र छ मावली छ छोरीचेली छ बोलाउनु पर्छ बोलाएर मात्रै त्यतिकै आइज जा भन्यो भएन खाना पनि दिनु पर्यो अनि यसो कोहीदार पनि यसो ल्याउँछ त्यो देख्नु पर्यो भनेर हिजो हामी सबै भएर हामी बाँध्यौँ बाँधिएर हिँडी बसिरहनु भएन आफ्नो दुःख सुविधा गरी खानु पर्यो आज बाँधिराख्यो भने चाहिँ हामी बाँधेकै हुन्छौँ है होइन त्यसले अब कति पाए भात पकाउँदाखेरि हात खुट्टा डढाउनु भयो हुन्छ तिमीलाई भात काँचो भयो जाडो हाल्नु पुगेन भने कति हामी रोरे गऱ्यौँ होइन अब देख्ने कति यहाँनिर भुल भयो भनेर विभिन्न किसिमको आरोपहरू आयो होला त्यो आए पनि तपाईँहरूले होइन अनि त्यहाँदेखि अब के भने कि अब यसले फुकाउँ होइन फुकाउँ अब भोलि गएर फेरि यसरी नै कार्य आइपऱ्यो भने त्यति बेला फेरि हामी यसरी नै बाँधेर फेरि यसरी नै उ गर्नेछौँ त्यति बेला नाइ नस्ती भन्नु है अलिअलि हामी युवा पार्टीहरूले हाम्रो भाषाहरू चाहिँ सिक्नु अस्ति त्यहाँ त्यो इलाममा गएर त सुन्नु भयो होला नि भोलि अब कतिखेर यो साइनाको के कसो कसको हो साइनाको चाहिँ सबै हामीले सबैको हो अब मानिहरूको लानु चिसो खाने कोही हुनुहुन्छ मान्दा भएर दिउँसोको अहिले कार्यक्रम सकेर चाहिँ हामी चाहिँ अहिले बेलुका नाचगान कार्यक्रममा लागिरहेको छौँ हेर्न सक्नुहुन्छ आयो ढल्काउँदै ढल्काउँदै आयो ढल्काउँदै झमझम स्टाको आयो ढल्काउँदै झमझम स्टाको
छोरीले गरेको कसको भन्नु सार्नुपर्छ त्यहाँबाट बाजा बजाई